व्हाट्सअप गाइस, स्वागत छ मेरो YouTube च्यानलमा परमेश गुरु से मेरा च्यानलमा। सो आजको यस भिडियोमा हामीहरुले क्लास 8 को टपिक लिभिङ बीइङ एन्ड देयर स्ट्रक्चर को बारेमा पढ्ने हो। सो यस टपिक अन्तर्गत हामीहरुको पर्ने सेल को बारेमा आज हामीहरुले चर्चा परिचर्चा गर्ने हो। यसका अघिल्ला पाठहरुमा हामीहरुले सेलका टाइप्स अर्थात प्लान्ट सेल र एनिमल सेल का हामीहरुले विभाजन गरिसकेका छौं। सो आजको यस पाठमा हामीहरुले सेल्स कम्पोनेन्ट पढ्ने हो। के रे सेल कम्पोनेन्ट्स को बारेमा आज हामीहरुले पढ्ने हो। सेल कम्पोनेन्ट्स भनेको के हो, यसका कति प्रकार हुन्छन्, यसका के कस्ता विशेषता रहेको छन् भन्दाखेरि आजको यस भिडियोमा हामीहरुले चर्चा गर्ने हो। सो यो भिडियोलाई फरगेट नगर्नु होला किनभने यो हामीहरुको धेरै नै इम्पोर्टेन्ट रहेछ। अब ल स्टप कर। सो यो हामीहरुको सेल कम्पोनेन्ट्स, हामीहरुको यो सेल कम्पोनेन्ट्स हामीहरुको दुईवटा भागमा विभाजित रहेछ। पहिला हामीहरुको के हो, सेल अर्गानेल्स। पहिला हामीहरुको सेल अर्गानेल्स हो, जबकि हामीहरुको दोस्रो के हो, सेल इन्क्लुजन्स। पहिला हामीहरुको सेल अर्गानेल्स हो र दोस्रो हामीहरुको सेल इन्क्लुजन्स हो। यो हामीहरुको सेल कम्पोनेन्ट्स का टाइपहरु हुन्। यिनीहरु हामीहरुको सेल अर्गानेल्स को के हुन् भन्दाखेरि टाइप्स हुन्। टाइप्स अन्तर्गत पर्छन्। के रहेछन्, सेल अर्गानेल्स र सेल इन्क्लुजन्स। अब पहिला हामीहरुले चर्चा गर्ने हो सेल अर्गानेल्स। सेल अर्गानेल्स भनेको के हो, यसले के काम गर्छ, यसका के कस्ता विशेषता रहेछन् भन्दाखेरि पर्छन्, यसको बारेमा निस्किन्छ। सो सेल अर्गानेल्स भनेको स्पेशली यो हामीहरुको लिभिङ साइट्स दैट आर प्रेजेन्ट इन अ सेल। यस, जुन हामीहरुको सेल अन्तर्गत प्रेजेन्ट हुने जति पनि लिभिङ साइट्सहरु हुन् तिनीहरुले नै भनिन्छ हामीहरुले सेल अर्गानेल्स। अब हामीहरुको यो सेल अर्गानेल्सले के काम गर्छ भन्दाखेरि इट हेल्प्स इन इन्भल्भ इन मेटाबोलिक एक्टिभिटीज। यस, यसले हामीहरुको मेटाबोलिक एक्टिभिटीजमा इन्भल्भ भई हामीले चाहिने एनर्जी जेनेरेट गर्छ। सेल अर्गानेल्स हामीहरुको यसमा अचम्म लाग्दो कुरा वा रोमाञ्चक कुरा के रहेछ भन्दाखेरि यो हामीहरुको प्लान्ट सेल र एनिमल सेल दुवैमा प्रेजेन्ट हुन्छ र केही हामीहरुको प्लान्ट सेल मात्रामा प्रेजेन्ट हुन्छन् र केही हामीहरुको प्लान्ट सेलमा प्रेजेन्ट हुन्छन् भन्दाखेरि एनिमल सेलमा एब्सेन्ट हुन्छन् र जबकि एनिमल सेलमा प्रेजेन्ट भएपछि प्लान्ट सेलमा एब्सेन्ट हुन्छन्। जस्तै उदाहरणका लागि माइटोकन्ड्रिया। यस, माइटोकन्ड्रिया हामीहरुको प्लान्ट सेल र एनिमल सेल दुवैमा प्रेजेन्ट हुन्छ, जबकि प्लास्टिड हामीहरुको प्लान्ट सेलमा प्रेजेन्ट हुन्छ तर एनिमल सेलमा प्रेजेन्ट हुँदैन। यो हामीहरुको एउटा पर्फेक्ट इक्जाम्पल रहेछ। अब हामीहरुले सेल इन्क्लुजन्स को तर्फ लाग्यौं। सेल इन्क्लुजन्स भनेको के हो, द नन लिभिङ थिंग्स प्रेजेन्ट इन द सेल इज कॉल्ड सेल इन्क्लुजन्स। यस, यो हामीहरुको सेल इन्क्लुजन्स भनेको के हो, एउटा हामीहरुको सेल भित्र पर्ने साइटोप्लाज्ममा हुने जति पनि हामीहरुको नन लिभिङ थिंग्स हुन्छन् तिनीहरुले नै के भनिन्छ, सेल इन्क्लुजन्स। अब यो हामीहरुको साइटोप्लाज्म एउटा यहाँ वर्ड थपिन्छ। यो साइटोप्लाज्म भनेको के हो, यो साइटोप्लाज्म को बारेमा हामीहरुले पहिलाको पनि भिडियोमा केही चर्चा गरेकै छैन। सो यस भिडियोमा हामीहरुले एउटा आज त टपिक थपियौं जसको नाम हो साइटोप्लाज्म। ल यहाँ हेरौं त, यहाँमा प्लान्ट, यहाँमा एनिमल हैन के एनिमल सेल को म यहाँ डायग्राम बनाई हजुरले बुझाउन प्रयास गर्छु। लाइक अ एग्जाम्पल, यो हामीहरुको ER हो, यो हामीहरुको माइटोकन्ड्रिया हो हैन। यस्तो हामीहरुको राइबोसोम मीन्स यो हामीहरुको यस्तो समझ्नुस् कि यो हामीहरुको सबै सेल अर्गानेल्सहरु हुन्। यिनीहरुले नै के भनिन्छ, सेल अर्गानेल्स। यिनीहरुले नै के भनिन्छ हामीहरुको सेल अर्गानेल्स। जबकि हजुरले के सोच्नु भएछ, यो त ठीक छ, यहाँ बीच बीचमा यस्तो सेल कम्पोनेन्ट्स अन्तर्गत सेल अर्गानेल्स परियो, यो खाली ठाउँमा के हो रहेको हुन्छ, के पाइन्छ यो खाली ठाउँमा। यस, यो खाली ठाउँमा हामीहरुको फ्लुइड्स पाइन्छ। यो फ्लुइड्स अन्तर्गत हामीहरुको फ्री अफ वाटर मीन्स ड्रपलेट्स अफ वाटर, क्रिस्टल्स अफ साल्ट्स, इन्जाइम्स, हार्मोन्स, विटामिन्स, प्रोटिन्स आदि विभिन्न किसिमका सेल इन्क्लुजन्सहरु पाइन्छ। यो हामीहरुको फ्लुइडमा यही फ्लुइडले नै के भन्ने हो हामीहरुले सेल इन्क्लुजन्स, सेल इन्क्लुजन्स भन्ने हो। ओके,
तर यहाँ ध्यान दिनुपर्ने कुरा के रहेछ भन्दाखेरि यो सेल इन्क्लुजन्स भन्दा पहिला यसलाई हामीहरूले साइटोप्लाज्म भन्छौँ। साइटोप्लाज्म यसले भन्छौँ कि जुन हामीहरूको फ्लुइड, यस्तो बुझ्नु, फ्लुइड्स इक्वल टु साइटोप्लाज्म। यो हामीहरूको जुन फ्लुइड हुन्छ, यो फ्लुइड्स जुन हुन्छ इक्वल टु साइटोप्लाज्म। फ्लुइड्स इक्वल टु साइटोप्लाज्म र जुन हामीहरूको फ्लुइड्स हुन्छ त्यसैमा नै के हुन्छ, सेल इन्क्लुजन्स मीन्स सेल इन्क्लुजन्स इक्वल टु साइटोप्लाज्म, साइटोप्लाज्म इज इक्वल टु फ्लुइड्स। यो हामीहरूको इन्टरकनेक्टेड रहेछ। म फेरिबाट भन्छु, सेल इन्क्लुजन्स अन्तर्गत हामीहरूको ड्रोपलेट्स अफ वाटर, साल्ट्स, मिनरल्स, भिटामिन्स, प्रोटिन्स, हार्मोन्स, इन्जाइम्स आदि विभिन्न किसिमका तत्त्वहरू पाइने गरिन्छ। यिनी तत्त्वको प्रयोग गरेर सेल अर्गेनेल्सहरूले इनर्जी जेनेरेसन समेत गर्छन्। जस्तै हामीहरूको राइबोसोमले प्रोटिन जेनेरेट गर्छ। त्यो प्रोटिन अब जेनेरेट भएपछि के भयो, सेल इन्क्लुजन्स, बिकज इट इज नन लिभिङ थिङ्स। नन लिभिङ थिङ्स इज इक्वल टु सेल इन्क्लुजन्स। अब यो हामीहरूको प्रोटिन हाम्रै लागि त महत्त्वपूर्ण हो। सो यो हामीहरूको सेल इन्क्लुजन्स र सेल अर्गेनिल्स दुवै हामीहरूको लागि नै महत्त्वपूर्ण रहेछ। सो आजको यो भिडियोमा हामीहरूको यति नै थियो। मीन्स सेल कम्पोनेन्ट्स अन्तर्गत हामीहरूको यही नै पर्छ, सेल अर्गेनिल्स र सेल इन्क्लुजन्स। सो यो हामीहरूको धेरै नै महत्त्वपूर्ण रहेछ। इक्जामको सन्दर्भित यो हामीहरूको धेरै नै महत्त्वपूर्ण रहेछ। सो परवेश प्रुफ च्यानलले सब्सक्राइब गर्न नबिर्सनु होला। साथै यस भिडियोलाई लाइक, सब्सक्राइब, सेयर पनि गर्न नबिर्सनु होला। हस्, धन्यवाद।